स्वागत छ। आज हामी विकास हाइड्रो पावर कम्पनी लिमिटेडले ल्याउन लागेको आइपिओको विवरण पत्रमा अलि गहिरिएर हेर्दैछौँ। हामीसँग यसका केही मुख्य बुदाहरू छन्। हाम्रो लक्ष्य के हो भने लगानीकर्तालाई चासो लाग्ने कुराहरू के छन् त, मतलब कम्पनी कस्तो हो, आयोजना के छ, यो आइपिओमा खास के छ। ल सुरु गरौँ है त। हुन्छ। यो कम्पनी, यसको आयोजना अनि लगानीको हिसाबले हेर्नुपर्ने कुराहरूलाई अलि विस्तृतमा हेरौँ न। ल पहिले त कम्पनीकै बारेमा थोरै कुरा गरौँ न। विकास हाइड्रो पावर यो त 2073 मा खुलेको रहेछ। अनि 2078 मा चाहिँ पब्लिक लिमिटेड भएको काठमाडौँमै छ यसको अफिस। ठिक छ। हो, र मुख्य कुरा के छ भने यसले गोर्खामा 4.55 मेगावाटको माथिल्लो माछाखोला सानो जलविद्युत आयोजना चलाइरहेको छ। 4.55 मेगावाटको। अनि चाखलाग्दो कुरा के रे भने यो आयोजनाले त 2079 फागुन 17 गतेदेखि नै व्यापारिक उत्पादन सुरु गरिसक्यो। हो र, आयोजना त बनिसकेको पो रहेछ। यो त लगानीकर्ताका लागि निकै सकारात्मक कुरा भयो नि, हैन? निर्माणको त्यो अनिश्चितता हटेर गयो। हो त नि, एकदमै। अनि यसले नेपाल विद्युत प्राधिकरणसँग बिजुली बेच्ने सम्झौता मतलब पीपीए पनि गरिसक्यो होला है? गरिसक्यो। त्यो 2075 साउन 15 मै भएको हो पीपीए। पहिले नै हो। उत्पादित बिजुली चाहिँ 33 केभी प्रसारण लाइनबाट राष्ट्रिय ग्रिडमा जान्छ। अझ महत्त्वपूर्ण कुरा के छ भने यो टेकर पे सम्झौता हो। टेकर पे हो। यसको मतलब प्राधिकरणले बिजुली किनेन भने पनि खै तोकिएको पैसा चाहिँ तिर्नुपर्छ। यसले कम्पनीको आम्दानीमा एउटा स्थिरता ल्याउँछ। हो, त्यो त एकदम राम्रो भयो। आम्दानीको निश्चितता हुनु त ठुलो कुरा हो। अब यो आइपिओ चाहिँ कसरी आउँदैछ त? कति शेयर हो अनि कसय हो? कम्पनीले आफ्नो जारी पुँजी, त्यो भनेको 90 करोड 91 लाख जतिको 49% शेयर निष्कासन गर्दैछ। मतलब 44,54,000 किता भन्दा अलि बढी। 49% भनेपछि त झन्डै आधा नै रहेछ। हो। यसमा विभिन्न समूहलाई छुट्टा-छुट्टै कोटा छ। जस्तो करिब 10% चाहिँ आयोजना प्रभावित क्षेत्र गोर्खाका स्थानीयलाई। स्थानीयलाई 10%। अनि अर्को 10% जति चाहिँ वैदेशिक रोजगारमा गएका नेपालीहरूका लागि छुट्याइएको छ। विदेशमा हुनेलाई पनि? यो त राम्रो पहल रहेछ। हो। अनि बाँकी रहेको करिब 31,90,000 किता जति सर्वसाधारणका लागि हो। तर त्यसमा पनि अरू कोटा छ। 2% कर्मचारीहरूलाई अनि 5% सामूहिक लगानी कोषहरूलाई जान्छ। भनेपछि अन्त्यमा सर्वसाधारणले भर्न पाउने भनेको चाहिँ खुद 29,42,000 किता जति हो। बुझियो, 29 लाख किता जति सर्वसाधारणलाई। आवेदन चाहिँ कहिलेदेखि कहिलेसम्म खुल्ने रहेछ अनि कसरी भर्ने हो? खै स्रोत अनुसार त सबै समूहका लागि 2082 जेठ 6 गतेदेखि खुल्ने भनिएको छ। जेठ 6 गते। अनि छिटोमा चाहिँ जेठ 20 गते बन्द हुने तालिका छ। न्यूनतम 10 किता त भर्नै पर्यो। 10 किता हो। धेरैले त अब मेरो शेयरबाटै सीएसबीए मार्फत नै भर्ने हो। तर त्यो आयोजना प्रभावित स्थानीय बासिन्दाले चाहिँ तोकिएको सङ्कलन केन्द्रमा गएर त्यो फर्म भरेर पनि बुझाउन सक्ने व्यवस्था छ। ठिक छ। अब अलिकति आयोजनाको वित्तीय पाटो हेरौँ न। लागत कति लाग्यो अनि लगानी फिर्ता हुन कति समय लाग्ला भन्ने केही छ कि? आयोजनाको कुल लागत निर्माण अवधिको ब्याज पनि जोड्दाखेरि रु 1 अर्ब 11 करोड 82 लाख भन्दा अलि बढी देखाइएको छ विवरण पत्रमा। 1 अर्ब 11 करोड हो। अनि प्रति मेगावाट लागत हिसाब गर्दा त्यो करिब 24 करोड 57 लाख जति पर्न आयो। प्रति मेगावाट 24 करोड 57 लाख। यो लागत अरू साना आयोजनाहरूको तुलनामा खै सामान्य नै हो कि अलि बढी हो? कस्तो मानिन्छ? यस्तो छ नि, यो लागत मध्यमदेखि अलिकति माथि नै हो भन्नुपर्छ। साना आयोजनामा कहिलेकाहीँ यस्तो देखिन्छ, ठाउँ र अरू परिस्थिति अनुसार फरक पर्छ। तर मुख्य कुरा अब आयोजना बनिसकेकोले यो लागत त निश्चित भइसक्यो नि। हो, त्यो पनि हो। अनि प्रतिफलको कुरा गर्दा सिम्पल पेब्याक पिरियड भन्छ नि, मतलब लगानी उठाउन लाग्ने सामान्य समय, त्यो चाहिँ 7 वर्ष 3 महिना। 7 वर्ष 3 महिना? तर डिस्काउन्टेड पेब्याक पिरियड, जसले समयसँगै पैसाको मूल्य घट्छ भन्ने कुरालाई पनि हिसाब गर्छ, त्यो चाहिँ 10 वर्ष 9 महिना देखिन्छ। डिस्काउन्टेड चाहिँ झन्डै 11 वर्ष।
हो। अर्थात् मुद्रास्फीति र अरू कुरालाई ध्यान दिँदा लगानी फिर्ता हुन अलि बढी समय लाग्ने रहेछ। जलविद्युतमा धैर्य त चाहिने नै भयो। कम्पनीको क्रेडिट रेटिङ नि केही छ? इक्रा नेपालले रेटिङ दिएको छ ICR/NP IR BBB-, BBB- रेटिङ छ। BBB-, यसको मतलब के हो त सरल भाषामा भन्दा? सरल भाषामा भन्दा यसले चाहिँ कम्पनीले आफ्नो वित्तीय दायित्व मतलब ऋण तिर्ने क्षमता समयमै पूरा गर्न सक्ने अवस्था चाहिँ मध्यम स्तरको छ भन्ने जनाउँछ। मध्यम स्तरको सुरक्षा हो। यो एकदमै उच्च सुरक्षा त होइन, तर जोखिम पनि एकदमै धेरै छ भन्न मिलेन, मध्यम खालको। यो रेटिङ चाहिँ 2082 कार्तिक 14 सम्मलाई मान्य हुनेछ। मध्यम स्तरको ठिकै छ। लगानीमा जोखिम त हुन्छ नै। विवरण पत्रमा जोखिमबारे केही विशेष कुरा उल्लेख गरेको छ कि? अवश्य। विवरण पत्रले स्पष्ट नै भनेको छ कि लगानीकर्ता आफैले सबै जोखिम विचार गरेर मतलब राम्रोसँग बुझेर मात्रै निर्णय लिनुपर्छ। अनि नियामक निकाय जस्तो धितोपत्र बोर्डले यसको नाफा हुन्छ वा लगानी सुरक्षित छ भन्ने ग्यारेन्टी दिँदैन। त्यो त भनिहाल्छन् नि। हो। अनि अर्को कुरा बिक्री प्रबन्धक प्रभु क्यापिटल हो। प्रत्याभूतिकर्ता मतलब अन्डरराइटर चाहिँ मुक्तिनाथ क्यापिटल छ। अन्डरराइटर पनि छ? यसको अर्थ के हो भने यदि सबै शेयर बिक्री भएन भने त्यो बिक्री नभएको शेयर चाहिँ मुक्तिनाथ क्यापिटलले किन्ने सम्झौता गरेको हुन्छ। यसले आइपिओ सफल हुन अलि मद्दत गर्छ। त्यो त राम्रो भयो। अनि लक इन पिरियड नि संस्थापकहरूको शेयरको छ। संस्थापक र अरू केही समूहको शेयरमा चाहिँ 3 वर्षको लक इन अवधि हुन्छ। मतलब उनीहरूले यो आइपिओ जारी भएको मितिबाट 3 वर्षसम्म आफ्नो शेयर बेच्न पाउँदैनन्। ठिक छ। ल, आज हामीले विकास हाइड्रो पावरको आइपिओका मुख्य पक्षहरू हेर्यौं। खास गरी बनिसकेको आयोजना हुनु, विभिन्न समूहलाई शेयर कोटा छुट्याइनु, लागत र प्रतिफलको अनुमान अनि मध्यम स्तरको क्रेडिट रेटिङ हुनु हो। तर फेरि पनि भन्नुपर्दा कुनै पनि लगानी निर्णय लिनु अघि चाहिँ विवरण पत्र पुरै पढेर त्यसमा उल्लेखित सबै जानकारी र जोखिमहरूलाई एकदमै ध्यान दिनु जरुरी हुन्छ। पक्कै पनि त्यो त लगानीकर्ता आफैले गर्नै पर्ने कुरा हो। अन्तमा एउटा प्रश्न चाहिँ मनमा आयो है। एउटै मात्र आयोजना भएको जलविद्युत कम्पनीमा लगानी गर्दा दीर्घकालीन प्रतिफलको आशा र त्यसमा हुने जोखिमलाई कसरी सन्तुलनमा राख्ने होला, यसबारे सोच्दै गरौँला। हो, यो महत्त्वपूर्ण प्रश्न हो। ल, आजलाई यति नै गरौँ। अर्को छलफलमा फेरि भेटौँला। हुन्छ, नमस्कार।